मिनरल भनेको के हो? Minerals are inorganic compound having usually a definite chemical composition. Mineral can be expressed by a chemical formula and physical properties. The properties of rocks are mainly dependent on the types of minerals present in rock. Example: quartz, mica, calcite, alumina and feldspar. यो सबै के हो? मिनरल्सहरु क्वार्ट्ज, मिका, क्याल्साइट, एल्युमिना एन्ड फेल्डस्पार। र प्रोपर्टिज अफ मिनरल्स, मिनरलमा हाम्रो के प्रोपर्टी हुन्छ भनेपछि फर्स्टमा छ क्लिभेज, द प्रोपर्टी अफ मिनरल टु स्प्लिट एलोङ द प्लेन प्यारलल टु द क्रिस्टल फेस। क्रिस्टल फेससँग प्यारलल, क्रिस्टल फेसको प्यारललमा यदि कुनै पनि मिनरल स्प्लिट हुन्छ भने त्यसलाई के भनिन्छ? क्लिभेज। सेकेन्ड प्रोपर्टिज अफ मिनरल रहेको छ स्ट्रिक। स्ट्रिक भनेको स्ट्रिक मे बी डिफाइन्ड एज द कलर अफ इट्स पाउडर फर्म। पाउडर जुन फर्ममा, कस्तो कलरमा हाम्रो पाउडर फर्म छ त्योलाई के भनिन्छ? स्ट्रिक। थर्ड पोइन्ट रहेको छ लस्टर। लस्टर भनेको लस्टर इज द शाइन सर्फेस अफ मिनरल्स एन्ड इट्स एपियरेन्स अन्डर रिफ्लेक्टेड लाइट। यदि रिफ्लेक्टेड लाइटमा, अन्डर रिफ्लेक्टेड लाइटमा त्यसको जस्तो एपियरेन्स हुन्छ त्यो शाइनी सर्फेस अफ मिनरल, त्यसैले के भनिन्छ? लस्टर। र फोरमा छ टेक्सचर। टेक्सचर भनेको टेक्सचर इज द अरेन्जमेन्ट अफ कन्स्टिट्युएन्ट मिनरल ग्रेन एभाइलेबल इन स्टोन। स्टोनमा चाहिँ हाम्रो मिनरलको कन्स्टिट्युएन्टको एरेन्जमेन्ट कस्तो वर्क छ त्यसैलाई भनिन्छ टेक्सचर भनेर। फाइभमा छ कलर। कलर इज द मेन प्रोपर्टी अफ मिनरल। मिनरल्सहरुमा चाहिँ मेन प्रोपर्टी भनेको के हुन्छ? कलर। सिक्समा छ हार्डनेस। Capacity of mineral to resist against scratching. It is expressed in terms of Mohs scale. Hardness of mineral less than 2 represents it can be scratched with fingernail. यदि कुनै पनि स्टोन फिंगरनेलबाट स्क्रैच हुन्छ भने त्यसको हार्डनेस लेस देन 2 छ भनेर बुझ्नुपर्छ। यो चाहिँ पोइन्ट एमसीक्यू मा सोध्छ। र यदि फिंगरनेलबाट कुनै पनि स्टोन स्क्रैच हुँदैन अथवा नाइफबाट यदि स्क्रैच हुन्छ भने फिंगरनेलबाट स्क्रैच नहुने र नाइफ भनेको चक्कुबाट चाहिँ स्क्रैच हुने स्टोन यदि छ भने त्यसलाई हार्डनेस अफ मिनरल ग्रेटर देन 3 भनेर रिप्रेजेन्ट गरिन्छ। र हार्डनेस अफ मिनरलमै यदि त्यो ग्रेटर देन 7 छ, इट मीन्स इट कान्ट बी स्क्रैच विथ इभन अ स्क्रैचिङ नाइफ। यदि नाइफबाट पनि कुनै स्टोन स्क्रैच हुँदैन त्यसको मतलब त्यसको हार्डनेस कति छ? 7 भन्दा बढी छ। र हाम्रो मिनरल्स हेरौँ मोहज स्केलको अनुसार मिनरल्स र त्यसको हार्डनेस। टाल्क सबभन्दा फर्स्टमा हुन्छ र यो सबभन्दा सफ्टेस्ट मिनरलमा पर्छ अथवा सबभन्दा सफ्टेस्ट स्टोन भन्नुहोस् अथवा रक भन्नुहोस् भनेपछि के पर्छ? TALC टाल्क। सेकेन्डमा छ जिप्सम। जिप्समको हार्डनेस मोहज स्केलमा कति हुन्छ? 2। थर्डमा छ क्याल्साइट अथवा मार्बल, यसको हार्डनेस कति हुन्छ? 3। फोर्थमा छ फ्लोराइट। फ्लोराइटको हार्डनेस कति हुन्छ भने 4। सिमिलरली एपेटाइटको हार्डनेस हुन्छ 5। ओर्थोक्लेस अथवा फेल्डस्पारको हार्डनेस हुन्छ 6 र क्वार्जको हार्डनेस हुन्छ 7। टोपाजको हार्डनेस हुन्छ 8 र सफिरी अथवा कोरुन्डम भन्यो भने यसको हार्डनेस हुन्छ 9 र लास्टमा छ डायमन्ड भनेर। डायमन्ड भनेको सबभन्दा हार्डेस्ट रक
अथवा मिनरल अथवा स्टोन भन्यो भने डायमन्ड पर्छ र डायमन्डको हार्डनेस कति हुन्छ भनेर सोध्यो भने 10 हुन्छ। र नोटमा हेरौँ डायमन्ड यसै रिलेटेड मुरुम भनेको मुरुम इज अ डिकम्पोज्ड लेटराइट। एमसीक्यूमा यो क्वेसन पनि बढी सोधिरहेको हुन्छ। अनि सिंगल भनेको सिंगल आर वाटर बर्न पेबल फाउन्ड इन रिभर बेड। यहाँ स्पेलिङ अलि मिस्टेक छ हेर्नु होला। सिंगल भनेपछि वाटर बाउन्ड पेबल हो जुन चाहिँ हाम्रो रिभर बेडमा पाइन्छ। र फ्ल्याग स्टोन भनेको के हो? यसको चाहिँ हामीले बिल्डिङ कन्स्ट्रक्सनमा फ्ल्याग स्टोनको बारेमा राम्रोसँग पढ्छौँ एडभान्टेज र डिसएडभान्टेज सहित। यो चाहिँ 5 मार्क्समा सोध्ने क्वेसन हो। त्यही पनि यसको सर्ट डेफिनेसन हेरौँ के हो। फ्ल्याग स्टोन इज अ सेडिमेन्टरी रक द्याट इज अ स्प्लिट इन्टु लेयर एलोङ बेडिङ प्लेन। फ्ल्याग स्टोन एउटा सेडिमेन्टरी रक हो जुन चाहिँ बेडिङ प्लेनको एलोङमा स्प्लिट हुने गर्दछ। र फ्ल्याग स्टोन इज युजुअली अ फर्म अफ अ स्यान्डस्टोन composed of feldspar and quartz। फ्ल्याग स्टोन चाहिँ हाम्रो स्यान्डस्टोनको एउटा फर्म हो जुन चाहिँ फेल्सपार र क्वार्ट्जबाट मिलेर बनेको हुन्छ। एन्ड इट्स ग्रेन साइज इज 0.16 mm to 2 mm। यो ग्रेनको साइज एमसीक्यूमा सोधिरहेको हुन्छ प्राय। फ्ल्याग स्टोनको ग्रेन साइज कति हुन्छ भनेर रेन्जमा 0.16 mm to 2 mm सम्म हुन्छ। डायमिटरमा चाहिँ यो थियो हाम्रो मिनरल्स एन्ड प्रोपर्टिज अफ मिनरल्स। यो क्वेसन 5 मार्क्समा सोध्ने सक्ने क्वेसन हो र यदि लिस्ट सहित आयो भने 10 मार्क्समा पनि आउन सक्ने क्वेसन हो।